ओ बाबा मेरे भाई कैसा खबर अरे बाबा मेरो भाइ रे कसले सिकायो तँलाई यस्तो भन्न मम्मीले सिकाएको मलाई यस्तो मान्छेलाई के बाबा भन्ने ओ भारत हेर्नु अझ मेरो नामै भन्यो नरिसाउनु न मेरो भाइ रिसाको छैन के मेरो छोरी मेरो दिदी त्यो बोका भैटा काटेर खान्थ्यो होला होइन हामी काटेर खाने मान्छे काटेर खान्छ र तर कुरोले बोका भन्यो होला होइन र अनि हामीले बोकाबाट तिमीहरूले त मैले अहिले बि गर्दै हिँड्दै गर्दै हजुर भन्नुहोस् हेरिरहेको छु यार राम्रो तरुनी अगाडि बस्दैन खालि मन्टा बटारेर बस्छ गाँठे के गर्ने रे हामीले आमीको पुटी हेर्दै बज्दै गर्छौँ हामीले बत्ती बालेर हेर्छौँ के भयो त्यो बुढा मान्छे भएर नि अहिले फेरि तपाईँलाई त्यही भएर बोका भने क्या खान्छ भनेर तल छाम्छु भनेर बिजे त भयो बाजे त के बोले हो त्यो बाजे तपाईँलाई अलि हँसी पारिदिन्छ है धेरै के अरे फटाउने होइन गनले ढ्वाङ ढ्वाङ ठोकिन्छ होइन खसी त म पहिले नि परिसकेको छु अनि पार्न परेन बेले बाजे नाक दुनु कत्रो हो बेले बाजे बाजे धेरै त्यहाँ फटाफटा बोल्ने होइन उतालो कुरा गर्ने होइन तपाईँलाई फेरि पुलिस बोलाएर पठाइदिन्छु नि तपाईँलाई पुलिस बोलाएर पठाइदिन्छु रे यहाँनिर हतकडी लगाएर यसरी फेरि लगिदिन्छु बुढा मान्छेलाई फेरि ढाड सोझेला चिसो भुइँमा बस्नु पर्ला पाद्या गर्नु पर्ला फेरि पुलिसमा डर छोट्टा हाम्रो हातमा छन्नु होला अब तपाईँले पुलिसलाई गाली गरेर पस्नु यहाँ खै मोबाइल त सयमा फोन गरेर भेलु बाजे गीता केसीको घरमा छ यहाँबाट यसरी समातेर लिएर जा गएर एक महिना चिसो भुइँमा राखेपछि बल्ल केटो लाइनमा आउँछ कतिवटा भयो छ लाइनमा भन्नु पुलिस बोलाइदिउँ फर्काइदिन्छ हामी चिसो भुइँमा बस्छौँ पुलिस बोलाउनु प्लिज बोलाउनु अनि पुलिसलाई बोलाएर त फेरि यहाँनिर यसरी यहाँनिर फलामको लाउँछ बाजे सक्दैन अत्यारी माथि पोखिस्ट तपाईँले मात्र कुरो गर्न पाने अनि हामीले कुरो नगर्नु पर्ने होइन अनि के तपाईँले पुलिस पठाइदिनुहोस् अनि म जानकारी म गरिहाल्छु होला जानकारी किन गराउनु झ्याप समातेर लैजाने कहाँ जानकारी गराउँछ यस्तो फटा बुढालाई नि अरे किन कुरो गर्नुहुन्छ त्यतिकै बेसरी फोहोर बोल्यो बुढा मान्छे भएर के बोले अहिले फेरि भेटाउला नि तपाईँले लट्ठी के भेटान्छ तल चाकमा भेटान्छ कहाँको तल खालि तल र माथि कहाँ तल माथि हो यस्तै बोलेर त पुलिसलाई बोलाइदिन्छु भने मोबाइल यो भालु बाजेलाई लगेर थुनिदिनु पर्यो चिसो भुइँमा त्यसजना चिसोमा यता रान्छौँ हामी के रान्छौँ हामी कस्तो गिटो यस्तो आएर मान्छेले के बोल्यो त आएर गर्दा त फेरि खसी पारेर मिसिन्छ नि मैले के बोल्छु भन्नु के बोला त त्यस्तो नि बोल्छ त बुढा मान्छेले नि अहिले बि भन्दा चाहिँ फेरि त्यो त अहिले बि भनेर अहिले बि भनेर मात्रै हुन्छ अनि तल अहिले भन्ने त के बोलेको त्यस्तो
अनि ऊ बाहिर पुलिस छ अब पुलिसलाई बोलाएर पठाउनु पर्ने भयो बाजेलाई बाजे हजुर भन्नुहोस् तपाईँलाई बेसर पैसा अरे हो के अरे पैसा आएर त तपाईँलाई के डाउरेको पैसा छ के रे अरूको के डाउरेको पैसा छ के मोर बेला हऱ्यो काँक्रो ढाड दुखाउनुलाई करम खुस्केला नि फेरि त्यही त मर्ने बेला हरो काङ्ग्रो जस्तो त भयो बाजे तपाईँ दुबई गएर नि आएको हो कहाँ दुबई जाने भन्थ्यो त 2 महिना अगाडि होइन गएन किन नगा त अनि यतातिर गयो अनि मानिसबाट उता गयो ए नराम्रो बोलेर त जान्न भयो होला दुबईमा विदेशमा तेरो फोहोर बोल्नुहुन्न क्या अरे के मैले फोहोर बोलेछु र के तिम्रो अनि त्यो राम्रो हो त बोलेको तपाईँले बोलेको बोल्छन् नानी तिनी बाजेले नबोल हो अनि यही त भने अनि फोहोर बोल्यो भनेर अहिले फेरि खसी च्याप्ने मिसिन लिएर आउँछु अब बोका च्याप्ने के गरेर रे बोका च्याप्ने मिसिन लिएर आउँछु खसी बनाइदिन्छु बाजेलाई हामी त टिटे खसी परेछ अनि किन परेन हामी अनि खसी परेछ अरे बाजे त बाजे आई लभ यु क्या अहिले बिउटा मैले भनिरहेको छु कस्तो आई लभ यु टु भन्नु न धोबीले धुन्छ र ए ल धोबीले धुन्छ र ल बाजे धोबीले धुन्छ र ल ल चाहिँ म नाच्छु ल तपाईँ गीत गाउनु म नाच्छु क्या भयो ल छिटो म लुङ्गी कसेँ अब नन त्यो बाजेले धरि इफेट हालेर चाहिँ बराबर पेला खायो चाहिँ उसले के मैले गीत गाउँछु के डबीले धुन्छ र डबीले धुन्छ र हेर्नु नाच पनि अके हजुर देख्दा हाम्रो मन रुन्छ र मया जाल त्यसरी मया जाल बुन्छु म झिम सानो नदिउँका परेली उठेर नाच्नुस् त उठेर नाच्दा के हाम्रो चाहिँ मलाई चौसा दिन बाजेले सबैजना डबल ट्याप गरिदिनु साथीहरू फर्स्ट सेकेन्ड भिडियो नि यसै हेरिदिनु भेलु बाजेलाई सर्लकै सुताउनु पर्छ आज के गर्नुपर्छ र आज के गर्नुपर्छ आज आज केही पनि नगर्ने निप्टी आज तपाईँलाई जित्ने भने क्या तपाईँलाई जित्ने भने जितिदिनुहोस् कोही बात छैन बाजे तपाईँको घडिया कति बज्यो हौ हाम्रोतिर बिहान हुनु लाग्यो हाम्रो बिहान घाम झुल्किने बेला भयो 6 बज्न थाल्यो 6 बज्न थाल्यो हाम्रो बिहान हुनु लागिसक्यो यहाँ के हो यस्तो हो होला हेलो को बाजे म हजुर भन्नुहोस् म गोर्खाबाट हो त्यही भएर म त वीर गोर्खालीको छोरी हो तपाईँ फोहोर बोल्ने नहुने कुरा बोल्यो भने त गोर्खे खुकुरी बोकेर आउँछु अनि त्यहाँबाट सर लगे फेरि टाउको खोलामा ज्यान झोलामा होला नि बाजेको ठिकै छ प्लिज नराम्रो कुरो हो प्लिज नराम्रो कुरो हो बाजे यता हेर्नु न कस्तो यता हेरेर आँखा यता हेर्नु त यता यता हेर्नु कहाँ हेरेर त्यो गीतालाई मात्रै गीताले मन परेर उता मात्रै हेरेछु क्या अहिले म ए आमा हो मार अहिले गीताले फेरि त्यहाँबाट निकालेर पठाउला गीता बुढाले तैँले भात गाउनु डरायो कति हालेर पानी कसरी गरायो के सरजी थ्याङ्क यू सो मच अब हामी नाच्ने है बाजे आई लभ यु भन्नुहोस् त कतिचोटि आई लभ यु भन्ने कि आई लभ यु टु भन्नु क्या होइन अहिले बाटो उता मैले भनिरहेको छु त